नमस्ते, स्वागत छ तपाईँलाई ड्रिम एकाडेमीको युट्युब च्यानलमा। आज चाहिँ हामीले अन्तर्राष्ट्रिय सङ्घ संस्था सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भएका छौँ। कृपया ड्रिम एकाडेमीको युट्युब च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनु होला। आज हामी चाहिँ जानकारीमूलक प्रसङ्गतिर लाग्नेछौँ। आजको 1 नम्बर प्रश्न रहेको छ, जीएटीटीको सट्टामा जन्मिएको संस्था कुन हो भन्ने प्रश्न रहेको छ। यसको सही आन्सर हो डब्ल्युटिओ, वर्ल्ड ट्रेड अर्गनाइजेसन चाहिँ जीएटीटीको सट्टामा जन्मिएको संस्था हो, अथवा जीएटीटीको प्रतिस्थापनामा स्थापना गरिएको संस्था चाहिँ डब्ल्युटिओ हो। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? यसको सही आन्सर हो सेप्टेम्बर 27। त्यसै गरी प्रश्न 3 मा रहेको छ, नेपाल र अस्ट्रेलिया बीच कहिले हवाई सम्झौता भयो? यसको सही आन्सर हो सन् 2019 सेप्टेम्बर 30। सन् 2019 सेप्टेम्बर 30 मा चाहिँ नेपाल र अस्ट्रेलिया बीच हवाई सम्झौता भएको थियो। त्यसै गरी क्वेसन नम्बर 4 मा रहेको छ, आइयुसिएनको प्रधान कार्यालय कहाँ रहेको छ? यसको सही आन्सर हो स्विजरल्यान्डको गल्यान्डमा। स्विजरल्यान्डको गल्यान्डमा चाहिँ आइयुसिएनको प्रधान कार्यालय रहेको छ। त्यसै गरी क्वेसन नम्बर 5 मा रहेको छ, साप्टा सम्बन्धी तलका भनाइबारे विचार गर्नुहोस् भन्ने प्रश्न रहेको छ। यसमा चाहिँ अप्सन नम्बर ए मा रहेको छ, साप्टाको पूर्ण रूप साउथ एसियन फ्री ट्रेड एरिया हो भने अप्सन 2 मा रहेको छ, साप्टा सन् 2006 जनवरी 1 देखि लागू भएको हो भन्ने रहेको छ। त्यसै गरी अप्सन 3 मा चाहिँ साप्टामा 25 वटा धारा रहेका छन्। यसको सही जवाब हो माथिका सबै। त्यसै गरी क्वेसन नम्बर 6 मा रहेको छ, सार्क राष्ट्रमा प्लास्टिक प्रयोग गर्न प्रतिबन्ध लगाउने पहिलो राष्ट्र बङ्गलादेश हो भनेको छ। त्यसै गरी अप्सन नम्बर 2 मा छ, युएनओको वडापत्र मूल्याङ्कन समिति 9 जनाको रहेको हुन्छ। त्यसै गरी अप्सन नम्बर 3 मा रहेको छ, धरान इन्जिनियरिङ स्कुलको स्थापना सहयोग गर्ने राष्ट्र फ्रान्स हो भनेको छ। यसको सही जवाब हो फर्स्ट र सेकेन्ड सही। त्यसै गरी क्वेसन नम्बर 7 मा रहेको छ, तल दिएका मध्ये डब्ल्युटिओमा सबैभन्दा बढी योगदान गर्ने राष्ट्र कुन हो? यसको सही आन्सर हो जापान। क्वेसन नम्बर 8 मा रहेको छ, जोडा मिलाऊ भनेको छ। यसको सही आन्सर यसको क्वेसन रहेको छ, युएनओ रहेको छ, EU रहेको छ, एसियन रहेको छ, सार्क रहेको छ। यतातिर 1 नम्बरमा जियाबहादुर रहमान रहेको छ भने 2 नम्बरमा रोबर्ट सुस्म्यान, 3 नम्बरमा अब्दुल रहमान र अप्सन 4 मा फ्र्याङ्कलिन रुजवेल्ट। अब यो चाहिँ कुन अन्तर्राष्ट्रिय संस्थाको स्थापना कसले गरेका हुन्? जोडा मिलाउनुहोस् भन्दा खोजिएको हो। अब युएनओको संस्थापक को हुन् भनेपछि यसको संस्थापक फ्र्याङ्कलिन रुजवेल्ट हुन्। युको चाहिँ रोबर्ट सुस्म्यान हुन्। त्यसै गरी एसियनको चाहिँ अब्दुल रहमान हुन् भने सार्कको चाहिँ जियाउर रहमान हुन्। जिया बहादुर होइन, जियाउर जियाउर रहमान चाहिँ यसका संस्थापक हुन्, सार्कका संस्थापक हुन् है। त्यसै गरी क्वेसन नम्बर 9 मा रहेको छ, नेपालमा सर्वप्रथम कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको थियो? यसको सही आन्सर चाहिँ इकाफे हो। इकाफेको चाहिँ नेपाल सर्वप्रथम सदस्य भएको थियो। त्यसै गरी सार्क राष्ट्र र राष्ट्रिय भाषाबीच जोडा मिलाउनु, उतातिर ABCD मा चाहिँ भुटान, पाकिस्तान, मालदिप्स, श्रीलङ्का दिएको छ भने यतातिर चाहिँ त्रिवेही, जोङ्खा, सियाली, उर्दू दिएको छ। यसको सही आन्सर ख हो। ए को चाहिँ भुटानको चाहिँ जोङ्खा हो भने पाकिस्तानको चाहिँ उर्दू हो। मालदिप्सको चाहिँ
द्विवेदी हो भने श्रीलङ्काको चाहिँ सियाली हो। यसको सही आन्सर अप्सन ख रहन्छ। त्यसै गरी नेपालमा गोबर ग्यास का लागि कुन देशको अनुदान कुन देशले अनुदान सहयोग गर्दै आएको छ भन्ने प्रश्न रहेको छ। यसको सही आन्सर अप्सन ख जर्मनी हो। त्यसै गरी सार्कले घोषणा गरेको वर्षहरूको आधारमा सही जोड मिलाउनुहोस् भनेको छ। यतातिर अप्सन एबिसिडीमा सन् 1990, 92, 94 र 79 दिएको छ भने उता चाहिँ सार्का जैविक विविधता वर्ष, सार्का बालिका वर्ष, सार्का वातावरण वर्ष र सार्का युवा वर्ष दिएको छ। यसको सही आन्सर चाहिँ यसको सही आन्सर चाहिँ ग रहन्छ। यसको सही आन्सर चाहिँ ग रहन्छ। ए को चाहिँ 1990 मा चाहिँ बालिका विविधता वर्ष हो भने अप्सन बी 1992 मा चाहिँ सार्का वातावरण वर्ष हो। त्यसै गरी अप्सन सी 1994 चाहिँ सार्का युवा वर्ष हो भने सन् 1979 मा चाहिँ सार्का जैविक विविधता वर्ष मनाएको थियो। त्यसै गरी अप्सन नम्बर क्वेसन नम्बर 3 मा रहेको छ आसियान वडापत्रमा 55 वटा धारा रहेका छन् भने कतिवटा उद्देश्य रहेका छन्? यसको सही आन्सर हो 15। संयुक्त राष्ट्र सङ्घको सदस्य नभई खर्च बिहोर्ने देश कुन हो भनेको छ। यसको आन्सर होली सी, जसलाई भ्याटिकन सिटी पनि भनिन्छ। त्यसै गरी अप्सन नम्बर 15 मा क्वेसन नम्बर 15 मा रहेको छ 2007 सालपछि नेपालसँग दैत्य सम्बन्ध कायम भएको मुलुकको क्रम कुन सही हो भनेको छ। यसको सही आन्सर हो अप्सन क चीन, सोभियत सङ्घ, जापान, श्रीलङ्का र इजिप्टले चाहिँ 2007 सालपछि नेपालसँग दैत्य सम्बन्ध कायम गरेका छन्। साथीहरू यो सँगसँगै हामीले के कुरा थाहा पाइराख्नुपर्छ भने 2007 साल अगाडि चाहिँ कति देशसँग र कुन देशसँग दैत्य सम्बन्ध कायम भएको थियो भनेर हामीले थाहा पाउनुपर्ने हुन्छ। विक्रम सम्वत 2007 साल अगाडि चाहिँ नेपालसँग 4वटा देशसँग मात्रै दैत्य सम्बन्ध कायम भएको थियो, जुन चाहिँ बेलायत, अमेरिका, भारत र फ्रान्स। बिए भयो बिएफसँग भनेर पनि तपाईँले याद गर्न सक्नुहुन्छ। विक्रम सम्वत 2007 साल अगाडि 4वटा देशसँग मात्रै दैत्य सम्बन्ध कायम गरिएको थियो। त्यसै गरी क्वेसन नम्बर 16 मा रहेको छ युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ। यसको सही आन्सर हो मे 9। मे 9 मा चाहिँ युरोपेली सङ्घ दिवस मनाइने गरिन्छ। त्यसै गरी क्वेसन नम्बर 17 मा रहेको छ सार्कको शिखर सम्मेलनका आधारमा जोडा मिलाउनुहोस् भनेको छ। यसको सही आन्सर चाहिँ घ हो। ए को चाहिँ 4 नेपालमा चाहिँ 18औं शिखर सम्मेलन बसेको थियो भने मालदिप्समा चाहिँ 17औं शिखर सम्मेलन बसेको थियो। त्यसै गरी सी भुटानमा चाहिँ 16औं शिखर सम्मेलन बसेको थियो भने श्रीलङ्कामा चाहिँ 15औं शिखर सम्मेलन बसेको थियो। हामीले कुन देशमा कतिऔं सार्क शिखर सम्मेलन भएको थियो भन्ने कुरा हामीले याद गर्नुपर्छ। यो चाहिँ जानिराख्नु होला। त्यसै गरी क्वेसन नम्बर 8 मा रहेको छ हाल बिमस्टेकका महासचिव को हुन् भनेको छ। हाल बिमस्टेकका महासचिव को हुन् भनेको छ। यसको सही आन्सर यो चाहिँ गलत हो। यसको सही आन्सर चाहिँ इन्द्रमणि पाण्डे हुन्। उनी चाहिँ भारतका हुन्। उनी चाहिँ अहिले बिमस्टेकका महासचिव रहेका छन्। यो चाहिँ अप्सन गलत रहेको छ। इन्द्रमणि पाण्डे चाहिँ हालका बिमस्टेकका महासचिव हुन्। त्यसै गरी क्वेसन नम्बर 19 मा रहेको छ दिएका जोडा मिलाउनुहोस् भनेको छ। यतातिर एबिसिडीमा चाहिँ ट्रेगबेली, कोफी अन्नान, कुर्त वाइन्डहाइम, डाक्टर भुत्रोस घ्याली दिएको छ भने उता चाहिँ घाना, नर्वे, इजिप्ट, अस्ट्रेलिया यिनी चाहिँ यतातिरका चाहिँ
युएनओका महासचिव हुन् भने यतातिरका चाहिँ महासचिव रहेको देशको नामहरू हो। हामीले चाहिँ जोडा मिलाउनु पर्ने हुन्छ। अब यसको सही आन्सर चाहिँ अप्सन घ हो। ट्रिगबेली चाहिँ नोर्वेका हुन् भने कोफी अन्नान चाहिँ घानाका हुन्। त्यसै गरी कुर्त वाइन चाहिँ अस्ट्रेलियाका हुन् भने डाक्टर बुटोस घाले चाहिँ इजिप्टका हुन्। यसको सही आन्सर घ रहेको छ। त्यसै गरी क्वेसन नम्बर 20 मा रहेको छ अमेरिका र ताइवान बीच शान्ति सम्झौता कहिले भएको थियो भन्ने प्रश्न छ। यसको सही आन्सर छ 2020 फेब्रुअरी 19 हो। नेपाल र भारत बीच पुनः 7 वर्षका लागि कहिले वाणिज्य सन्धि नवीकरण गरियो भन्ने प्रश्न रहेको छ। क्वेसन नम्बर 21 मा चाहिँ यसको सही आन्सर हो सन् 2016 अक्टोबर 27 मा चाहिँ नेपाल र भारत बीच पुनः 7 वर्षका लागि वाणिज्य सन्धि नवीकरण गरिएको छ। त्यसै गरी क्वेसन नम्बर 22 मा रहेको छ देहायका मध्ये युएनओको सुरक्षा परिषदमा अस्थायी सदस्य भएको राष्ट्र कुन हो भन्ने छ।